दर्शकवृन्द नमस्कार। तपाईहरुलाई मेरो अटोको सम्पूर्ण डिजिटल च्यानलमा हार्दिक स्वागत छ। म हुँ सागर गजुरेल। विगतमा जस्तै आज पनि म तपाईहरुका माझ एउटा विद्युतीय गाडी लिएर आएको छु। यो टाटाको K3 गाडी हो। K3 भनेपछि यो कुन नयाँ गाडी आयो भन्ने तपाईलाई लाग्न सक्छ। यो नेक्सोन EV को फेसलिफ्ट मोडल हो। कम्पनीले यसमा फेसलिफ्ट मात्रै गरेको छैन, यसमा धेरै चीजहरु परिवर्तन गरेको छ। टाटाको ऑल न्यू नेक्सन या ऑल न्यू मोडल K3 भनेर भन्न सकिन्छ। सिप्रदी ट्रेडिङले नेपाली बजारमा केही महिना अगाडि लन्च गरेको यो K3 पहिलाको नेक्सनको तुलनामा निकै फरक छ। मलाई पर्सनली सोध्नु भयो भने यो गाडी चलाइसकेपछि मैले 3 दिन चलाएँ। यो 3 दिनको ड्राइभमा म के भन्न सक्छु भने यो टाटाको वान अफ द फाइनेस्ट EV हो। मैले सिटीमै चलाएँ यसलाई, सिटी भन्दा बाहिर खासै यसलाई चलाइन। तर मेरो सिटी राइडका लागि चाहिँ यो गाडी मलाई एकदमै पर्फेक्ट लाग्यो। किन भन्दा पहिलाको नेक्सोन EV मा सबैभन्दा बढी कम्प्लेन मान्छेको के थियो भन्दा यसले रेन्ज कम दिन्छ भन्ने कम्प्लेन थियो। यो कम्प्लेनलाई कम्पनीले कम्प्लिटली अब नआउने गरी नै यो गाडी लिएर आएको पाएँ। 45 किलोवाट आवरको प्रिज्मेटिक ब्याट्री कम्पनीले यसमा दिएको छ। यसको रेन्ज 320 किलोमिटर इको मोडमा तपाईले चलाउनु भयो भने आरामसँग पाउनुहुन्छ। मैले कम्प्लिटली यो गाडीलाई सिटी मोडमा चलाएको छु। सिटी मोडमा चलाउँदाखेरि अहिलेसम्म 50% मात्रै चार्ज मैले खर्च गरेँ र त्यो 50% चार्जमा मैले 144 किलोमिटर भन्दा माथि गाडी चलाइसकेको छु। 290 किलोमिटरको आसपासको रेन्ज सिटी मोडमा पनि तपाई पाउनुहुन्छ, त्यो पनि एसी चलाएर। यो भनेको टाटाको लागि निकै ठुलो उपलब्धि हो जस्तो लाग्छ। तपाई यो देख्न सक्नुहुन्छ यसको साइड बडीमा नेक्सोन भन्दा खासै धेरै फरक छैन। यो जुन पियानो ब्ल्याक जुन कलर छ यसको प्रयोग अलि बढी छ। EV को ब्याचिङ त्यहाँ तपाई पाउनुहुन्छ। कन्भेन्सनल डोर ह्यान्डल छ। 16 इन्चको व्हील छ। त्यो 16 इन्चको व्हीलसँग MRF को टायर पाउनुहुन्छ। यसको मतलब के हो भन्दा कम्पनीले कुनै पनि चीज दिनका लागि यसमा हिचकिचाएको छैन। सबै चीज बेस्ट क्वालिटी अफर गरेको छ। मलाई व्यक्तिगत रूपमा यो गाडी चलाइसकेपछि यो गाडी मन पर्नका केही कारणहरू म तपाईहरुसँग शेयर गर्न गइरहेको छु। पहिलो कुरा यसमा भेन्टिलेटेड सिट तपाई पाउनुहुन्छ। सिटको कम्फर्टनेस एकदमै राम्रो छ। चलाउँदाखेरि गाडी निकै शार्प लाग्छ। 90 किलोवाटको मोटरको पावर एकदम मजाको लाग्छ। इको मोडमा केही कमी फिल होला, तर सिटी मोडबाट माथि गइसकेपछि त गजबै छ। मलाई अहिलेसम्म मैले स्पोर्ट्स मोड लगाउनै पाएको छैन, किन भन्दा काठमाडौँमा दौडाउने ठाउँ नै छैन। त्यो भएको कारणले म स्पोर्ट्स मोडमा जानै परेको छैन। सिटी मोडमा इनफ पावर तपाई पाउनुहुन्छ। अर्को कुरा यसको यो फिजी बटमहरु छ। यहाँ यो फिजी बटमहरु चाहिँ एकदमै ह्यान्डी छ, जसका कारणले गर्दा यो गाडी चलाइरहँदाखेरि एसी चलाउन पर्यो अथवा एसी को ब्लोलाई कहाँनेरि दिनु पर्यो त्यही अनुसार दिनको लागि एकदम सजिलो छ। यो इन्फोटेनमेन्ट सिस्टममा गइरहनु पर्दैन, किन भन्दा अधिकांश गाडीहरुको सबै कुराहरु इन्फोटेनमेन्ट सिस्टममा दिदिएको कारणले गर्दा हामीले गाडी चलाउने बेलामा धेरै ध्यान यो स्क्रिनमा दिनुपर्ने हुन्थ्यो। तर यसमा होइन। यहाँ यो जुन क्लस्टर तपाई पाउनुहुन्छ यो क्लस्टरमा यो फिजी बटमहरु छ जुन चाहिँ डिजिटल नै हो, तर छुस्स छोइदिनासाथ यसले काम गरिहाल्छ, जसका कारणले गर्दा यसले चालकलाई निकै सहज बनाएको छ। व्यक्तिगत रूपमा मलाई यसको यो गियर लिभर जुन छ, यो गियर नब छ, यो पनि बडा इन्ट्रेस्टिङ लागेको छ। किन भन्दा पछाडीपट्टिबाट हल्का प्रेस गरेर अगाडि या पछाडी यसलाई तपाई चलाउन सक्नुहुन्छ। के पनि छैन, R&D मात्रै छ। पार्किङ बटन पनि यही दिएको छ। यो मोड सेलेक्टरहरु तपाई यो सेन्टर कन्सोलमै पाउनुहुन्छ, जसका कारणले गर्दा यो गाडी चलाउन पनि निकै सजिलो छ अथवा ह्यान्डी छ। 12.3 इन्चको जुन स्क्रिन छ, यो स्क्रिन चाहिँ निकै
ठुलो छ, यसको क्वालिटी एकदमै राम्रो छ, टचहरू एकदमै स्मुथ छ, सँगसँगै 10.25 इन्चको जुन क्लस्टर छ यो क्लस्टरको त के कुरा गर्नु, एकदम राम्रो छ। मलाई यो इन्फोटेनमेन्ट सिस्टममा चाहिँ जुन एयर प्युरिफिकेसन जुन अन गरेर हेरिसकेपछि यसमा चाहिँ एक्युआईको मात्रा जुन देखाउँछ, कति एक्युआईमा यहाँको यो क्याबिनभित्रको एयर चलिरहेको छ भन्ने कुरा यहाँ हेर्न पाउँछु। यो चाहिँ हेल्थ कन्सियस मान्छेका लागि यो निकै महत्त्वपूर्ण लाग्छ। गाडीको सबैभन्दा धेरै मान्छेले याद गर्ने भनेको यसको फ्रन्ट लुक्स हो। तपाईँ देख्न सक्नुहुन्छ टाटाले आफ्नो लोगो जुन टी मात्रै त्यो मेकिङ स्टिलको प्रयोग गरेको थियो पहिला, यहाँ एलुमिनेटेड लोगो तपाईँ पाउनुहुन्छ। एयर ड्याम तल ठुलो दिएको छ, यसलाई पनि एकदम क्लासी बनाउनको लागि कम्पनीले काम गरेको छ भने कनेक्टेड टेल लाइट बार छ जुन एलइडी हो, तपाईँ देख्न सक्नुहुन्छ। यसको सानो पर्सन त बलि नै रहेको छ। यसमा हेडल्याम्प र फगल्याम्प पनि सँगै पाउनुहुन्छ। क्लोज अफ ग्रिल छ। समग्रमा टाटाले निकै अग्रेसिभ फ्रन्ट लुक्समा K3 लाई बजारमा उतारेको छ। आर्मरेस्ट छ, आर्मरेस्ट पनि एकदम सजिलो छ, सँगसँगै सिटको कम्फर्टको त कुरै नगरौँ। सँगसँगै मलाई यो गाडी चलाउँदाखेरि यसको जुन सस्पेन्सन छ यो सस्पेन्सन पनि निकै राम्रो लाग्यो। किन भन्दा गाडी खाल्डाखुल्डीहरूमा राख्दाखेरि अथवा पर्दाखेरि पनि तपाईँले त्यस्तो खालको जर्क फिल गर्नुहुन्न। गाडीले तपाईँलाई एकदम स्मुथ फिल प्रदान गर्छ। समग्रमा यो गाडी चलाइसकेपछि यति भन्न सकिन्छ, टाटाको कुनै समय नेक्सन गेम चेन्जर थियो र नेपाली बजारमा 3000 युनिटभन्दा बढी पुरानो नेक्सन इभीको दुईटा भेरिएन्ट तपाईँ पाउनुहुन्छ। भेरिएन्ट त थुप्रै छ, तर त्यसमा दुईटा थियो। एउटा 40 किलोवाटको ब्याट्रीमा थियो भने एउटा 30 किलोवाट आवरको ब्याट्रीमा थियो। 40 किलोवाट आवरको ब्याट्रीमा पछि आएको हो, सुरुमा आउँदा प्राइम भेरिएन्ट भनेर आएको थियो, त्यो 30 किलोवाट आवरको ब्याट्रीमा थियो। त्यसमा अलि धेरै नै मान्छेहरूले कम्प्लेन गरेका थिए रेन्जका सब्जेक्टलाई लिएर, तर अहिले नयाँ आएको भेरिएन्टमा तपाईँले यो कम्प्लेन गर्नै पाउनुहुन्न। लामो दूरी होस् या छोटो दूरी होस्, यो दुवै ठाउँका लागि यो कम्प्याक्ट एसयुभी तपाईँका लागि पर्फेक्ट हुनसक्छ। गाडीमा अगाडिको पार्ट जति इम्पोर्टेन्स हुन्छ, पछाडिको पार्ट्समा पनि मान्छेको नजर त्यत्तिकै धेरै हुन्छ। पछाडिबाट तपाईँ यो हेर्नुभयो भने निकै स्पोर्टी लुक्समा छ। कनेक्टेड टेल लाइट छ। बम्पर हेर्नुभयो भने निकै ठुलो ह्युज बम्पर तपाईँ यहाँ पाउनुहुन्छ। लाइटहरूको प्रयोग तल गरिएको छ। यतिसम्म कि वाइपर पनि कम्पनीले लुकाएको छ, हिडन वाइपर तपाईँ यसमा पाउनुहुन्छ। पुरै यो ड्युल टोन कलरमा भएको कारणले गर्दा यो गाडीको जुन कम्बिनेसन छ, कलर कम्बिनेसन यति राम्रो देखिएको छ कि जो कोहीलाई पनि एकचोटि टक्क अडेर हेर्न पर्ने बनाउँछ। तपाईँ देखिरहनु भएको छ यो स्टेरिङ। यो स्टेरिङ चाहिँ पहिलाको नेक्सनमा यस्तो स्टेरिङ थिएन। यो K3 मा स्टेरिङ पनि चेन्ज गरेर ल्याएको छ। अर्को कुरा, सिप्रति ट्रेडिङले यो K3 भन्ने मोडल जुन छ यो मोडललाई चाहिँ नेपाली बजारलाई नै हेरेर तयार गरेको भनेको छ। यो नेपालको बाटो सुहाउँदो लाग्छ नै, किन भन्दा यसको जुन रेन्ज छ। अर्को कुरा ग्राउन्ड क्लियरेन्स छ। यसको ग्राउन्ड क्लियरेन्स पनि तपाईँ 190 mm पाउन सक्नुहुन्छ, जसका कारणले गर्दा हाम्रा जस्ता बम्पी रोडहरू, खाल्डाखुल्डी भएका रोडमा यसलाई एकदमै सजिलोसँग ह्यान्डलिङ गर्न सकिन्छ अथवा चलाउन सकिन्छ। गाडीको ओभरअल भित्रको क्याबिनलाई तपाईँ हेर्नुभयो भने ड्यासबोर्ड पनि कम्प्लिटली नयाँ छ, एकदम स्मार्ट छ। एसीको फङ्सन धेरै राम्रो छ। एसी तपाईँको इन्डियामा बनेको गाडी एसी स्वाभाविक रूपमा एकदम बलियो हुन्छ। यो गाडीमा पनि तपाईँ निकै बलियो एसी पाउनुहुन्छ। यसमा तपाईँ पानोरामिक सनरुफ पाउनुहुन्छ। पहिला एकदमै सानो सनरुफ हुन्थ्यो नेक्सनमा, अहिले अलि ठुलो सनरुफ दिएर लिएर आएको छ कम्पनीले। सँगसँगै यो ORVM पनि तपाईँ भित्रैबाट इलेक्ट्रिकल्ली एडजस्ट गर्न सक्नुहुन्छ। गाडीको ओभरअल फङ्सन तपाईँ धेरै चिजहरू भित्रैबाट चलाउन सक्नुहुन्छ। सँगसँगै यो गाडीले तपाईँ गाडीमा बस्नुहुन्छ, गाडीमा साँचो त राख्नु परेन, किन भन्दा साँचो चाहिँ गाडीमा चाहियो, तर यहाँ कहीँ पनि घुसार्नु त पर्दैन। घुसार्न नपर्ने भएको कारणले गर्दा धेरै मान्छेले गाडीमै साँचो छोडेर हिँड्ने अहिले आजभोलि अलिकति बढी समस्या पनि छ। तर त्यो समस्याबाट चाहिँ यहाँ कम्पनीले मुक्ति दिएको छ। किन भन्दाखेरि यसको चाहिँ जब तपाईँ गाडी स्टार्ट अफ गर्नुहुन्छ, स्टार्ट अफ गरिसकेपछि गाडीले तपाईँलाई के भन्छ भन्दा साँचो लान नबिर्से है, साँचो लिएर जा भन्छ। यसको मतलब के हो भन्दा यसले चाहिँ
तपाईलाई सजेस्ट गर्छ, तपाईँ साँचो छोड्ने अथवा भुल्ने सम्भावना एकदम कम रहन्छ। समग्रमा यो एउटा प्याकेज कारको रूपमा, प्याकेज एसयुभीको रूपमा कम्पनीले नेपाली बजारमा उपलब्ध गराएको छ। यसको मूल्य 48,79,000 छ। सुन्दा चिनिया उत्पादनभन्दा केही बढी हो कि जस्तो लाग्छ, तर होइन। यो गाडीमा जति फिचर्सहरू दिएर ल्याएको छ र सिप्रदीको जुन लेभलको सर्भिस नेटवर्क छ, जुन लेभलको सर्भिस र इन्फ्रास्ट्रक्चरमा सिप्रदीले खर्च गरेको छ, त्यसलाई मिलाएर हेर्ने हो भने K3 को 48,79,000 को मूल्य तपाईलाई कतै पनि धेरै लाग्दैन। यो भिडियो तपाईलाई कस्तो लाग्यो? यो भिडियो सम्बन्धी कुनै जानकारी या प्रतिक्रिया छ भने तपाईँ तल कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ। अर्को दिन अर्को नयाँ भिडियोका साथ उपस्थित हुनेछौँ। त्यतिन्जेललाई बिदा दिनुहोस्। नमस्ते।